के तपाईँलाई थाहा छ 35 करोड भन्दा बढी रुख 12 घण्टाभित्र रोप्न कसरी सम्भव भयो? यो कुनै काल्पनिक कुरा होइन, कुनै फिल्मी कुरा होइन, यो एकदमै रियल कुरा हो र यो घटना हो इथियोपियाको। जलवायु परिवर्तन, खरेडी, बाढी अनि नष्ट हुँदै गइरहेको प्रकृतिको सामना गर्न इथियोपियाले एउटा ऐतिहासिक निर्णय गरेको छ। सरकार, विद्यार्थी, किसान, कर्मचारी सबै सडकमा निस्किएका थिए। उनीहरूको हातमा थियो एउटा हतियार र त्यो हतियारको नाम थियो बिरुवा। केवल 12 घण्टामा 35 करोड भन्दा बढी रुख रोप्न सफल भयो र यसले विश्व रेकर्ड मात्र होइन, यदि मानिसले चाह्यो भने हरेक कुरा सम्भव छ भन्ने कुराको राम्रो उदाहरण दिएको छ। पर्यावरण बचाउन भाषण होइन, सामूहिक चेतना चाहिन्छ। यदि एकजना मानिसले मात्र रुख रोपेको भए त्यो सायद कसैलाई पनि थाहा हुँदैन थियो, तर जब यही काम हजारौं लाखौंको संख्यामा गरिन्छ नि, तब यो इतिहास बन्नेछ। आज हामी सामाजिक सञ्जालमा बहस गरिरहेका देख्छौँ, एक अर्कालाई दोष दिइरहेका देख्छौँ, तर मुख्य प्रश्न एउटै हो, के हामी त्यस्तो काम गर्न तयार छौँ? इथियोपियाले प्रमाणित गरेर देखाइदियो, देश बदल्नका लागि कुनै विदेशीको गुलामी गरिरहन पर्दैन, बस इच्छा शक्ति भए पुग्छ। र यस्तो महान कार्य नेपालमा तब मात्र सम्भव छ जब हर्क सर्पाङ जस्तो मान्छे यो देशको प्रधानमन्त्री हुन्छ। सहमत हुनेले लाइक र सब्स्क्राइब अवश्य गर्नुहोस्।